हेलो साथीहरू, नमस्ते अनि झोरले हजुरहरू सबैलाई मेरो मिनी भ्लगमा धेरै 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 स्वागत छ। आज पनि म छतबाट मिनी भ्लग सुरु गरेँ। खासै त्यसो त केही छैन। आज चाहिँ म यसो छततिर आएको थिएँ कपडाहरू सुकाउन भनेर, त्यति बेला भिडियो बनाइहालेँ। अनि मैले चाहिँ यहाँ आज अलिअलि छतहरूमा बडालबुडुल गर्छु भनेर हो। हिजो मैले सफा गरेको थिएँ, तर पनि फेरि यो कौवा भन्ने चराले यस्तो गराइसकेछ। अब कौवा पनि अब है कहाँ जाउँछ र यो गर्मीमा जस्तो लाग्छ। तर यो कौवाल चाहिँ आएर फोरो गरिदिने, यस्तो फोरो गरिदिन्छ कि मेरो छत त जङ्गलै भइसक्यो नि, जङ्गलै बराबर भइसक्यो नि। फोहोर मैला गर्ने, के ल्याउने, मासुको हड्डी ल्याउने, एकदम फोरी जाँदैछ क्या यो कौवा। ल्याइदिने, अब हावा चल्दा पात पतिङ्गर आउने, चराचुरुङ्गी आउने, यहीँ चर्ने, यहीँ खाने गरेर। अब धपम पनि कहाँ, धपम बिचरा यो गर्मीमा बस्ने बास चाहियो भनेर, अनि माया पनि लाग्छ। बस्ने दिवस सबै फोहोर गरिदिने। अनि मैले चाहिँ यहाँ अलिअलि सब्जी लगाएको छु। मेरो सब्जीहरू चाहिँ हावाहुरी चलेर लछार पछार गरेर अब फल्दैन, यो हुन्न होला भन्ने थियो, तर पनि बल्ल बल्ल भयो नि, उठ्यो, हाँसिरहेछ, फलिरहेछ। यहाँ फलेछ कि मेरो करेलाहरू। अनि यहाँ चाहिँ बत्तीलाई लागेको छ सानो काँक्रा, यसरी देखाउनुपर्छ गऱ्यो नि त। फेरि के अरे उस हुन्छ अरे, कुहिन्छ अरे भन्छ नि, त्यो भएर मलाई पनि त्यसै देखाएँ। अनि अर्को कुरा चाहिँ मेरो यहाँ फिस लिली फुल्यो। फिस लिलीले कोपिला हालेछ, यस्तो खुसी लागिरहेछ मलाई। आफूले रोपेको चिजहरू चाहिँ यति खुसी लाग्दो रहेछ फुल्दा चाहिँ आनन्द आउने। एक त मेरो यो कौसी मेरो एकदमै मनपर्ने ठाउँ हो। मलाई यहाँ बस्दा एकदमै आनन्द लाग्छ क्या, आनन्द आउँछ मलाई। त्यही भएर हो। अब मैले चाहिँ अब सफा गर्छु यसो अलिअलि, यहाँ बडालबुडुल गर्छु। तर यो कौवाको कुरो चाहिँ म साँझ सफा गर्नु पर्ला भनिरहेको छु। हजुरहरू हेरेर साथ दिनु होला है त मलाई, यसो भिडियो हेर्दै गर्नु होला। अनि त्यो साथीहरू भिडियो त्यो कति कहाँ लगाएको कि म त्यस्तो। अनि यहाँ मेरो दुईवटा स्ट्रेट लाइन पनि यहाँ। अनि त्यो साथीहरू अब म चाहिँ सफा गरेँ, बडालबुडुल गरेँ। त्यो चाहिँ फोहोर चाहिँ साझा पानीले सफा गर्नु पर्ला। म चाहिँ यहाँ कपडा सुकाएको थिएँ, यो कपडा यस्तो भयो सुकाएको थिएँ। 2 बाल्टी कपडा धोएको थिएँ मैले। अनि 2 बाल्टी कपडा धोएर 1 बाल्टी जति सुकाएर लगिसकेँ। 1 बाल्टी जति छ अरे यो। अब त्यसलाई पनि म सुकाउँछु। हामीले सुकेको कपडा उठाउनु पऱ्यो। यो अहिले नसुकेको रहेछ, नसुकेको बनाउँछु नि, त्यो चाहिँ राख्नुपर्छ बाटो चाहिँ। मैले अब फेरि अब नयाँ आज धोएको कपडा सुकाउँछु। आउँछ नि धेरै नै भएको क्या। कामै अनि ल साथीहरू, कपडा पनि सुकाएर ल्याएँ मैले। अनि यत्तिको सफा गरेँ के अरे, होइन यत्तिको सफा भए त चल्दैन र, चल्छ नि। अनि के साथीहरू, छोरी मान्छेको काम छैन भन्छ है। छोरी मान्छे बिहानदेखि साँझसम्म काम गरेको मूल्याङ्कन हुँदै हुन्न। खासमा भन्नुपर्ने भने छोरी मान्छेको काम हुँदैन, छोरी मान्छेको काम कहिले भ्याइन्न। अनि छोरी मान्छेको के अरे, तिमीहरूले 1 महिनाको, तिमीहरूको 1 महिनाको तलबले छोरी मान्छेको 15 दिनको तलब दिन पुग्दैन के हेर लड्काहरू। मलाई चाहिँ त्यस्तो लाग्छ है छोरी मान्छेको काम त। त्यही भएर छोरी मान्छेको काम टन्नै हुन्छ। तेरो छोरी मान्छेको काम हुन्न, तेरो काम छैन, त्यसै भनेर चाहिँ नभन ल लड्काहरू। अनि आजलाई चाहिँ काम भ्याइयो के साथीहरू। त्यही भएर अब मिनी भ्लग भनेपछि त पुचुङ्रे हुनु पऱ्यो नि, होइन र। अब पुचुङ्रे हुनु पऱ्यो नि त। धेरै मिनी भ्लग भनेपछि त सानो हुनु पऱ्यो, छोटो हुनु पऱ्यो। त्यही भएर ल आजलाई यति नै। फेरि अर्को मिनी भ्लग
ब्लगमा भेटौँला नि त है। यहाँ मेरो चाहिँ अपराजिता फुल पनि फुल्नु भएको छ, यो पनि हेर्नुहोस् जाँदै जाँदै। ल आजलाई चाहिँ एकदमै राम्रोवाला बाई बाई छ ल।